बिहे हुने बित्तिकै लङ डिस्टेन्स नहुने कपाललाई चाहिँ म्यारिड कपाल भनिँदैन होला कि सायद नेपालको केसमा चाहिँ। जसको पनि हेऱ्यो है, बिहे भएको 1 हप्ता 2 हप्ता 1 महिना नहुने पाइकन सबैजना कि त बुढो विदेश जानुभएको हुन्छ, कसैको बुढी विदेश गएको हुन्छ होइन। हाम्रो केसमा पनि त्यस्तै भएको हो। बिहे भएको 15-16 दिनमा नै बुढो जापान जानुभएको थियो, म चाहिँ नेपालमा नै बसेको थिएँ। अरू कन्ट्रीको मान्छेहरू चाहिँ क्या बिहे भएको 1-2 वर्षसम्म पनि कुन चाहिँ कन्ट्री घुम्न जाने भनेर लिस्टै सकेको हुँदैन है। हाम्रो चाहिँ अब बिहे भएको 1-2 महिनामा नै आफ्नो पार्टनरलाई पठाउनु पर्छ कि टाढा आफूबाट। बुढो जापान जाने बित्तिकै मेरो पनि कोरियाको भिजा लागेर म चाहिँ कोरियातिर आएँ। बुढो चाहिँ जापान बस्नुहुन्छ, म चाहिँ अहिले कोरिया बस्दैछु। हामी सबैजना पछिको लागि राम्रो हुन्छ भनेर अब अहिलेको समय हामीले त्यो पललाई कहाँ घुमाउँछौँ होइन। यो पल नै जिउँदैनौँ। कोही बेला चाहिँ कस्तो दुःख लागेर आउँछ क्या, तर अब पछिको लागि राम्रो हुन्छ नि त भनेर चित्त बुझाइ। अब त्यो पछि चाहिँ कहिले आउँछ थाहा छैन।